ओमानी छोरी लङ्गल मारेको गुड मर्निङ नुनु भन न मुखो अरे अब यो पानी खिलाइदेऊ न बाबालाई कपाल पानी खानुपर्छ है बिहान बिहानै छिटो छिटो खाऊ फेरि खाऊ पा खाऊ पा खाऊ very good Manu अहिले बेचेस किन मर्नु होइन तेरो आमा हो आमाले के बनाइदिएको छु ब्रेकफास्टमा हजुर दुध अन्डा अनि कोदोको रोटी हो मिठो दुध चाहिँ अन्डा चाहिँ दुधमा कसले भिजाउँछ हेलो हेलो फेरि आज चाहिँ मरासमना चाहिँ हामी सबै फ्यामिली चाहिँ घुम्नु जाँदैछ कहाँनिर लाभा लोले अनि नोकडाँडा हो घरबाट निस्केर हिँड्दैछ हामी होइन दिन दामीमा छ आज है यो चाहिँ हाम्रो अन द वे टु कफेर वाउ साग कोपी यो होइन सलादमा खाने लेटस के भन्छ त्यसलाई लेटस मैले हौ तिमीले एउटा म साथी यो सलादमा खाने यो दामी हुन्छ नि दाजु यो त्यो रेशम किराको खाजा उयो के भन्छ घाँस हो उयो चाहिँ उयो काटेको चाहिँ ए बुक्केलु के बोकेर आएको यो मेथीको साग क्या मिठो बनाउँदैछ यो मुरफ छ त हो नि त And we are now at Nokdara Lake.
कत्तो माछा अम्बो आबिस फिस अम्बो होइन खाने खोजेको के दिन्छ कि मुराइहरू खान्छ नि नानी बिचरा माछा रहेछ है ट्राउट पनि हुन्छ होला है पानी मरो फुलिरहेछ हौ डरले यस पापा सजिलो छ पापा यो चाहिँ हामी नोकडाँडाको झिलमा बोटिङ गरिरहेको छ तर आज दामी भयो बेतर छ है यस दामी भयो पितल पहिला पापालाई साह्रो उयो परेको नि त पापा भएन अहिले एक एकजनालाई लानु पर्ने नि त जोर आइन्जेल भयो अरे पापा खापो भेट्थ्यो जाँदिन भनेको अब यस्तो भयो नि त जीवन भाइले एकजनालाई चलाएर लाने मैले आमालाई चलाएर लाने कुताको कुरा गर्नु पर्ने हुन्छ हो यता हेर नि त गर यसो मलाई नि के हो निकै दम लाग्छ नि दिएको त कहाँ पापा जोर आयो भने तिमी त अब फिस खोइ फिस खोइ स्मरु नि अघि कसरी लड्यो भनिदिनु आमा पनि चढेछ यसको पो खिच्नु पर्छ त apa कहाँ जानु यहाँ भित्र जानु हामी तिनजना खिच्यौँ न 3 जेनेरेसन त